माथि हेर्नुहोस् आमायाङ्ग्री ल आमायाङ्ग्री जाने गेट ओए चाँडो भयो हामी अब सुत्ने तर्खर च्याप्पो साम्बा सुलुङ्गे पुल पुरै अन्डा मजाको पहिला हो यो खोला हो हजुर लम्चीको पानी काठमाडौँमा आउने पानी यही हो हजुर यो हो हाल्दे भन्छ यसलाई हाल्दे हाल्दे हजुर पुरै बजार छैन पहिला यहाँ त यो बजार कङ्गुम है सबै लाइन हाल्दे बजार त्यहाँ यहाँ यहाँबाट माथि गयो टिप्पु आउँछ यहाँनिर अब यहाँ जान लाग्यो ल बाजेले बाटो देखाउँदैछ सोध्दै रहेछ त्यहाँ क्या गर रहेछ यार यो पछि पछि आउनु दुध जतिकै सङ्ग्रह छ पानी मेलम चिप्यो हेर्नुहोस् टायर होला बगेर जाँदैछ पहिला बजार थियो नि अब सब बगर भयो माथि जानुपर्छ माथि गुरुजी पछाडि पनि यिनीहरू माथि हो होइन होला यो मेलम झ्याङ जाने बाटो मेलम चाहिँ घ्याङ जाने यहाँबाट गएर भित्रबाट पुग्छ आमा याङ्ग्री भन्ने लेखाएर रहेछ त्यही लोकेसन देखाएर रहेछ नि त्यो सङ्घर्षपछि हामी फेरि यहाँ ढलानबाट आइपुग्यो लम्बुको बिचबाट कुन बजार हो टिम्बु बजार टिम्बु बजार आइपुग्यो एकछिन भयो भने त हल्लिनु परेन नि एकछिन भयो भने बाइकलाई आराम पायो उनीहरूको सलङ्ग हरन लगायो हर बच्चाहरू दौडिँदैछ बच्चाहरू त ठिक छ त्यो तल बगरमा दुईवटा जति बच्चा छ जहाँ बाइक जान्छ त्यतै कुचाउने पानी खोल्छ अब हामी चाहिँ अब ककनी आइपुग्यो वा आज त मौसम पनि गजबको भएछ गजब ल हेर्नुहोस् आमायाङ्ग्री ऊ त्यो होला हो त्यहाँ पुग्नुपर्छ त्यहाँ त्यसको फेदमा पुग्नुपर्छ हामी हल्लिँदै आइपुग्यो निकै माथि आइपुग्यो छुट्टिँदैछ ककनी खास पानी हाल्नलाई ठाउँमा नहाल्यो अरे पानीको माथि छेत्रिन बनाउनु होला छेत्रिन चाहिँ बनिसकेछ पानी चाहिँ हाल्नु बिर्सेछ यस्तै होला ल एकदम राम्रो बादल पनि गजब भइरहेछ बिहान इन्द्र पनि लागेको थियो यस्तो छ आमायाङ्ग्री हो माथि टुप्पोमा ल यहीँबाट दर्शन गर्न अहिले भोलि त्यहाँ पुगेपछि देखाउँला तपाईँलाई हामी त अब आइपुग्न आँट्यो ल धेरै हाइटमा आइपुगिसक्यो अब आमायाङ्ग्रीको मुनि आइपुगिसक्यो लगभग ल हेर्नुहोस् चुत्तरको बोट हेर्नु चुत्तर लेकको चुत्तर बोट केर्पासिङ भन्छ केर्पा गाडीहरू आउँदैछ वाह यो पक्ली होला यो आमायाङ्ग्री बेस क्याम्प आइपुग्यो हामी ल समथाङ रिसोर्ट आमायाङ्ग्री बेस क्याम्प 3200 मिटर रहेछ यहाँसम्म चाहिँ 3200 मिटर रहेछ अग्लो ओके धुलो उडाउँदै आइपुग्यो सबैलाई स्वागत छ मलाई पनि स्वागत छ गाडीमा के हेर्नु सवार गरेको मेरो चाहिँ फर्स्ट टाइम हो आइपुग्यो माथि हेर्नुहोस्
आमायाङ्री वा इन्द्रेणीलाई यसो त आमामामा ल चिया खानु चिन्दा हालिकन ल आमायाङ्री जाने गेट हजुर भन्नुहोस् हुन्छ ल हेर्नुहोस् घाममा इन्जिन लगाएर छ साइडमा लगाएर जस्तो गरेर साइडमा इन्द्रेणीको सातै रङ्ग भने जस्तो ल दाजु तुझी छ है धन्यवाद चाहिँ पात्र चाहिँ उहाँ हुनुहुन्छ अब भोलि चाहिँ बिहान यहाँबाट हिँडेर गइन्छ माथि अब भोलि ठाडो उकालो हिँडिन्छ यहाँबाट मेरो चाहिँ म चाहिँ पहिलोचोटि आइपुगेको यो ठाउँमा पहिला आउँछु भनेर धेरैचोटि आउने कुरा चाहिँ भयो दाजुहरूसँग तर अरू दाजुहरूसँग हो यसपालि जुरेको रहेछ एकदम मन खुसी छ ल हेर्नुहोस् हिमाल पनि हेर्नुहोस् ओए जाडो भयो यसले जाडो भएछ ल हेर्नुहोस् हिमाल दर्जिलिङको हिमाल चाहिँ त्यही होला सायद वाउ कति सुन्दर छ ल हेर्नु न अब म अब पहिलोचोटि आमायाङ्री आएको यसरी इन्द्रेणी लागेर है यस्तोहरू देखाउँछ कस्तो अब गाह्रो छ मलाई एआईले बनाएको भन्ला एआईले चाहिँ होइन फेरि एकदम यो प्रत्यक्ष रूपमा हामी कफी खानु चाहिँ सबैजना ब्ल्याक कफी म मिल्क कफी ब्ल्याक एन्ड रेड रहेछ कि रेड कफीलाई आम्मा चिनी पनि कति हालेको आम्मा ल हेर्नु चिनी अन्त आमा एकैछिन हालेको आमायाङ्रीको फेदीमा आएर कफी खानु पनि जुरेको रहेछ धन्यवाद बेस क्याम्पबाट तलतिर जाँदैछौँ हामी याङ्री झुमुक बाटो त ट्र्याक्टर हिँड्ने खालको केटा धुकुजी फुल्ला त होला चुरी त साइड लाग्यो हिँडेर जानु पनि होला नि सिसो लगाइदिउँ आइपुग्यो लगाउँ भने यहाँ रहेछ खै त अब हरायो आमायाङ्री पनि यता यो डाँडा चाहिँ होला आमायाङ्री उताको होला यहाँ चाहिँ नि गुफा बस्ने घरहरू त नै छ अरे सबै गुफा घरै हो रहेछ क्या अरे सबै लामाहरू मेडिटेसन सेन्टर 3 वर्ष 3 महिना जति बसेनु भयो यहाँबाट हिमालहरू छेक्दो रहेछ भोलि यहाँबाट गएर माथि आमायाङ्री बेस क्याम्प गएर त्यसपछि चढ्नुपर्छ ल यो गाडीले पनि ल्यायो बाटो त नामकोमा त बाटो रहेछ यहाँ तलमुनि बाटो त कति ठाउँमा छ है गाडीले हाम्रो गुरुजीको पसिना आयो त्यहाँ पसिना पुस्छ बाबु पसिना पुस राम्रोसँग आमायाङ्री त्यो हो क्या त्यही हो यहीँ रहेछ आमायाङ्री
मैले कहाँ रहेछ भनेको उताबाट कहाँबाट यहाँबाट यत्रो आएको म्याङ्ग्री म्याङ्ग्रीको गुम्बा त्यही हो गुम्बै होला नि अब गुम्बा जस्तो त बनाएको छ बादलहरू पनि थरी थरीको भइरहेछ अहिले पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर 2 लकाङ स्थित सिन्धुपाल्चोक जिल्ला ऐतिहासिक गुम्बा यो त गुम्बा हो रहेछ ए पहिलाको पुरानो गुम्बा हो या गुम्बा हो या हो गोरखनाथ लकाङ ग्याङ गुम्बा यहाँलाई हार्दिक स्वागत गर्दछौँ गुम्बाको संक्षिप्त परिचय स्थापना भएको चाहिँ करिब 400 वर्ष पुरानो रहेछ ल 400 वर्ष पुरानो गुठियारहरू 49 घरधुरी गुम्बाको यो चाहिँ सबै छामगाङ पहिला भूकम्पले भत्केको भएर सबै नयाँ बनाउनु हुँदो रहेछ अनि यो मेन घर चाहिँ केपिज होटल पछि यहाँ बस्नुभएको घर भनौँ या उहाँको छामगाङ यो घर रहेछ कति बजी अहिले अब 5 बजे साँझको म्याग्री देखिरहनु भएको छ माथि यो सबै गुफा घर छामगाङ बन्दैछ काम धमाधम भइरहेको छ लखाङ भन्छ लखाङ हामी माथि माथिबाट आएको तल तल चौरिन्छ हौ चौरी जाडो छ हावा सिरगिरी चलिरहेको अवस्था छ एकदम हामी अब सुत्ने तर्खरमा लागाङ भन्ने ठाउँमा छौँ हामी चाहिँ अब चाहिँ जाडो नि छ नेटवर्क छैन केही छैन होइन नेट पनि चल्दैन नेटको कुरा छोडिदिनु टावर छैन एनटिसीको टावर छैन एनसिएलको टावर छैन ल गुड नाइट गाइज गुड नाइट अब सुते आयो हामी त ल गुड नाइट बाई सुत्छ भइरहेछ त्यही अझै हिसीको आपा हो एकदम बलियो भएर बस्नु भएको हो चिसो लाग्दैन मलाई ल दाइ घुर्नु थालिसक्यो दाइले बाजा बजाउनु थालिसक्यो ल बाई बाई गुड नाइट